सो हाई एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा है। आज चाहिँ म रेडी सेडी भएर निस्केर पनि यहाँ स्टेसनमा छु हैन। स्टेसनमा छु भन्दा पनि एउटा स्टेसन चाहिँ मैले क्रस गरिसकेँ, यहाँबाट चाहिँ चेन्ज गर्नुपर्ने हो। अनि मैले लगाएको छु आज साडी, कस्तो देख्छ भन्नु होला। अनि किनभने यहाँबाट चेन्ज गर्नुपर्छ, हामी चाहिँ मन्दिर जाने भनेर नानासँग सल्लाह गरेको थिएँ। बट हामी अस्ति गएकै मन्दिर रहेछ, अन्त नानाले आउने भयो नआउने भयो नआउ भन्नुभएको छ हैन। सो आई थिङ्क एकजना साथी आउँदैछ, म उसलाई पर्खिन्छु अनि हेर्छु कति टाइम लाग्छ हैन। टाइममै भयो भने चाहिँ जाने हो, अदरवाइज चाहिँ हामी यतैतिर बस्दै घुम्दै जाने है। सो स्टे ट्युन। हाम्रो चाहिँ फेरि सडनली प्लान चेन्ज भयो हैन। के भन्छ, हामी चाहिँ जानेवाला थियौँ मन्दिर, तर जसलाई मैले पर्खेको साथी ऊ चाहिँ साह्रै ढिलो भयो। यति बेला त त्यो पूजासुजा पनि सकिसक्यो होला, अनि त्यही भएर चाहिँ हामी नजाने पऱ्यो हैन। अनि मैले चाहिँ यहाँ पर्खिरहेको छु मेरो साथीलाई, यो बाटो आउँछ क्या ऊ पनि, अनि त्यही बाटो त सिधा उभिरहेको छु। अब कतिखेर आइपुग्छ हेरौँ, अनि त्यहाँबाट जाने। मैले चाहिँ देखेँ उसलाई यहाँ छ हो, तर मलाई उसले देखेको छैन। लचक हुँदै चल्दै रहेछ। हामी दुईजनाको लुक हेरिहाल्नु, सेम टु सेम छ आजको। सो फाइनली हामी चाहिँ सबैजना भेट भइसक्यौँ होइन। भाउजूहरू चाहिँ आउनुभएको थियो, भेट भएन, खै कता हुनुहुन्छ फोन गरेको उतातिर छु भन्नुभयो हो। अनि हामी चाहिँ घुम्नु जानु आँटेको, नाना साथी बहिनी साथी अनि यहाँ छु म हो। अनि उसले पनि भ्लगिङ गर्दैछ, अनिलाले पनि, अनि यहाँ म पनि गर्दैछु। हामी गएको चाहिँ खासमा चाहिँ हामी मन्दिर जाने भनेको थियौँ। अनि बिहान मन्दिर जुन जाने भनेको थियौँ त्यो चाहिँ म ढिलो भएर, म र साथी ढिलो भएर गएनौँ होइन। अनि त्यहाँ ढिलो भएपछि नगएपछि अर्कै मन्दिर गयौँ। म र अनिला चाहिँ त्यही छेउकै मन्दिर, अर्को भन्दा पनि मैले सधैँ गइराख्ने। त्यहाँ गयौँ, पूजासुजा गऱ्यौँ, अनि निस्केर चाहिँ खानापिना खाइओरी चाहिँ हामी चाहिँ अब चाहिँ घुम्नु निस्केको होइन। हामी चाहिँ गएको कसरी के हुन्छ, दामी छ। म पहिला पनि गएको कि, तर अब फेरि पनि जाँदैछौँ। सो म त्यो जग्गा चाहिँ कस्तो छ है। फाइनली हामी हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुग्यौँ यहाँ होइन, घुम्नु आएको। अब हेरौँ के हुन्छ यहाँ, कस्तो हुन्छ होइन। दिन चाहिँ दामी भएको छ, तर हल्का सिमसिम पानी पर्दैछ, त्यसमा चाहिँ हल्का भिज्दैछ। भरे चाहिँ के हुनसक्छ हो, धुलो आउँदैन होला, आउनु चाहिँ त्यो पानीमा त हल्का पानी पर्दैछ। त्यस्तो गर्मी पनि भएको छैन, जाडो पनि भएको छैन, मजाको दिन भइरहेछ क्या। यस्तो कस्तो मजाको देखिरहेछ। सो हामी चाहिँ यहाँनिर यो बिल्डिङमा फोटोसोटो खिच्नु आएको हो। अनि यो फोटोसोटो पनि खिचिसक्यौँ, भिडियो सिडियो पनि बनाइसक्यौँ। अनि यहाँनिर छ ऊ, यहाँनिर अर्को दिदी हामी, अनि अरू दिदीहरू चाहिँ परै बस्छ त्यहाँ। अनि पानी पर्दैछ नि त, अनि त्यही भएर चाहिँ आउँदैन तिमीहरू जा भने क्या। अनि हामी चाहिँ आएर यहाँ पुरा फोटोसुट गर्दैछ, फोटो भिडियो कति हो कति। सो अब चाहिँ हामी घुमिफिरिकन पनि अब गएको घर। हाम्रो ट्रेन पनि आयो। नाना के भएको, अब चाहिँ हामी गएको मेट्रोमा चढेको। मेट्रो चाहिँ एकदम खचा भिड रहेछन्। अब हामी हिँड्दै उभिएरै जाने, सुट पनि पाइनँ। यहाँ मैले कस्तो भिडियो बनाएको त, यो भिडियोको लागि मान्छे कम्ती रोकेको होइन त्यहाँनिर भिडियो लगाएर जस्तो हुन्छ नि। सो आजको मेरो घुमघाम खुवाइपी सबै सक्यो, यति नै होला। आज हामी कता पनि जाँदिनँ अब होइन। भिडियो सिडियो बेसी बनाउँदैन, घुमेको यति नै हो। मेरो भिडियो चाहिँ यति नै हो, यहीँसम्म हो। आजसम्म यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। सो बाई बाई।